आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, एउटा निर्वाचित सरकारलाई अपदस्थ गराउन र गराएर देशमा विध्वंस मचाइयो र भएको प्रतिनिधि सभा विघटन गरियो। आज फेरि त्यही प्रतिनिधि सभाका लागि चुनाव गराइँदैछ। हामी त्यसको सम्मुखमा छौँ। आज तपाईँले ठन्डा दिमागले एउटा प्रश्नको जवाफ दिनुपर्नेछ। यो देश हामीले बचाउने कि नबचाउने? यो सोध्न मिल्ने हुने प्रश्न होइन, तर सोध्नै पर्ने भएको छ। आज तपाईँले एउटा बाटो रोज्नु पर्नेछ। बनाउने बाटो कि भत्काउने, निर्माणको कि ध्वंसको बाटो? मलाई थाहा छ थुप्रै भ्रमहरू फैलाइएका छन्, तसर्थ तपाईँसँग म प्रति गुनासा छन्, प्रश्न पनि छन्, मेरा कमी कमजोरी पनि होलान्। तर तपाईँलाई यो पनि थाहा छ मैले यस देशको अखण्डताको सवालमा, यस देशको कित्तामा हो भनेर स्पष्ट पार्नु भएन र त्यसको लागि बोल्नु भएन भने इतिहासले होइन, तपाईँ आफैले आफैलाई कहिल्यै माफ गर्नुहुने छैन। इतिहासले धिक्कारेको कुरा आफैले त कसैले देख्दैन, तर जिन्दगीको अन्तिम मोडतिर पुग्दा मैले त्यति बेला बोल्नु पर्थ्यो कि पर्दैन थियो? मैले त्यति बेला आँखा र कान खोल्नु पर्थ्यो कि पर्दैन थियो? मैले त्यति बेला हात खुट्टा जुर्क उठाउनु पर्थ्यो कि पर्दैन थियो भनेर आफैलाई सोद्धा त्यसको जवाफ दिने नैतिक साहस तपाईसँग बाँकी रहोस्। मैले राष्ट्रको पक्षमा निर्णय गरेँ भन्ने आत्मसन्तुष्टि तपाईमा रहिरहोस्। यसै पनि मेरा त बाँच्ने दिन बाँचिसकेका दिनभन्दा कम छन्, तर म बाँच्ने दिन बाँचिसकेका दिनभन्दा बढी भएका संविधान र नियम पहिले भनेको हो। संविधान बचे मात्र तपाईको अधिकार बच्छ। बोल्ने अधिकार, बाँच्ने अधिकार, न्याय पाउने अधिकार र आफ्नो मतको अधिकार। आज हामीलाई संविधान नहल्लिने, नियम नमिचिने, सिंहदरबार, अदालत, संसद, सडक, सरकारी कार्यालय, प्रहरी चौकी, सुरक्षा निकाय, यी सबै अब यी कहिल्यै नजल्ने ग्यारेन्टी चाहिएको छ। त्यस ग्यारेन्टीको लागि आज देश पहिले भन्ने भावना चाहिएको छ। देश पहिले भनेको राष्ट्रिय स्वाधीनता र स्वाभिमान पहिले भनेको आफ्नो माटो, आफ्नो सीमा, आफ्नो पहिचान, यी सबैमा गर्व गर्ने शक्ति नै हाम्रो आत्मबल हो। त्यसैले आज हामीलाई आफ्नो स्वाभिमान
दान गर्नुहोस्। एमाले अहिले, किनकि देश पहिले।